हेलो एभ्रिवान, र आज चाहिँ यो बेङ्गल सफारीको त्यो बाटो है निकै सालुगढा जाम भएर र हामी चाहिँ यो मिलन मोड निस्किन गुल्मा फरेस्ट भन्दा चाहिँ यसलाई र पहिला सवारी जानु दिउँ है। यो खोला छ र खोला र हाम्रो वेगनर छिट्टै नै हेरौँ र यहाँबाट पहिला सवारी वेट गरिरहेछ। हामी कति के रहेछ पानीको अनुभव हेरेर मात्रै, किनभने खोला चलिरहेछ भरे यहीँ फस्यो भने त हामी बिजोक हुन्छ र हामी त्यसै बित्थामा आएको जस्तो लाग्दैछ। अलिकति डरसै लाग्यो। बिहान चाहिँ अल्टो छिरेर यहाँबाट कहाँ उता माथि अनि पानी चाहिँ अलिक माथि कम्ती छैन, माथि खाल्टो छ नि त। खाल्टा छ भाइ, फर्कायो डरले। ला फर्कायो त जुम सवारीले आँट गरेन। एउटा गाडी आयो, त्यो गाडीलाई यो गाडीलाई छिर्नु दिनुपर्छ। ला यो गाडीले जाउँ भन्छ र पहिला यो भाइ जान्छ, गाडी जान्छ। जाएगा निकल जाएगा, आप चलिए ना, आपके पीछे आएंगे, आपके पीछे आएंगे। हेरौँ यो गाडीले आँट गर्दैछ भने मुनि चाहिँ ढुङ्गाहरू लाग्यो नि बिजोक हो नि फेरि। अम्बो त्यत्रो गाई बोकेर गयो। लाग्दैन होला ढुङ्गा, डर पो लाग्यो। अम्मा ढुङ्गा छैन नि, ढुङ्गा छैन। यत्रो खोला चाहिँ हामीले तरे वागनरले चाहिँ अम्बो बाटो चाहिँ यस्तो रहेछ, नआउनुहोस् यो बाटो चाहिँले। तर सवारीले नै आँट गरेर आउँदैछ है। हामी सानो गाडी छिन्यो भनेर सवारीले चाहिँ फर्काइसकेको थियो र हाम्रो वागनर मैले छिराएको देखेर चाहिँ आँट गरेर आएँ। यो बाटो चाहिँ मान्नुपर्छ गुल्मा के भन्नु, गुल्मा है बाटो, गुल्मा फरेस्टको बाटो चाहिँ। अब यो बाटो चाहिँ हामी निस्किन्छ। अब मानन्द खोला पर्छ, अब चाहिँ मानन्द यो चाहिँ गुल्मा फरेस्ट हो। हजुर, अब मानन्द मेन मानन्द यो हो। र सवारी आउँदैछ बिचरा, झन्डै फर्किसकेको थियो र हाम्रो यहाँ दाजुले ठ्याक्कै भनिदिनु भयो छिर्छ यो बाटो है। आँट गरेर आयो, हामीले